हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानलमा। आज चाहिँ हामी भिडियो बनाउनु जाने भनेको खोइ कहाँ जाने नै थाहै छैन भन्नाले कहाँ जाने प्लानै भएन भने काठमाडौँको वरिपरि घुम्ने ठाउँ त सबै घुमिहाल्यो। अब कहाँ जाने केही थाहा नै भएन भने त्यतिकै हावातालमा निस्किन्छ भने कहाँ निस्किने, कहाँ जाने, कहाँ भिडियो बनाउने नि त्यो थाहा नै भएन भने सो गाइज अघि चाहिँ हामी कहाँ जाऊँ भइरहेको थियो। अनि हामीले चाहिँ यसो सोच्यो नगरकोट नगएको धेरै भयो, अनि नगरकोट जाऊँ क्यारे जस्तो लाग्यो। त्यही भएर हामी अहिले चाहिँ नगरकोटको लागि निस्किँदैछु। अनि भ्लगमा के कस्तो हुन्छ तपाईँहरूलाई म देखाउने नै छु। अनि सबैजनाले भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। ल गाइज, म बाटोमा के कस्तो हुन्छ तपाईँहरूलाई अवश्य देखाउने नै छु। सो गाइज, हामी चाहिँ माथि नगरकोट डाँडामा पुगिसक्यो। तर यताको महल एकदम चिसो रहेछ। आज भने नि फेरि हामीले ज्याकेट पनि लाँदैन कि हामी त्यति टाढा जाने प्लानमा पनि थिएन। अनि एक्कासी निक्लेपछि यता छेउछेउको त के भिडियो बनाउनु कति बनाउनु जस्तो लाग्यो। अनि माथि नगरकोटै जाउँ भनेर निस्केको। यता त जाडोले कामिसक्यो भने लास्टै जाडो रहेछ। माथि त चिसो बढेको रहेछ। हातको औलाहरू चाहिँ लास्टै चिसो भइरहेको थियो अरूभन्दा नि। अनि खुट्टामा चिसो भइरहेको थियो। कतिखेर माथि पुगौँला र म चाहिँ घाम तापौँला भइरहेको थियो। पहिला जाँदा त खोइ नजिक जस्तो लागेको थियो, अहिले त खोइ जति खुदाइ नि पुगे जस्तो लाग्दैन। बा म त हैरानै भइसक्यो भने बाइक चलाउँदा बाटोहरू पनि त्यस्तै चिप्लो रहेछ। घुम्तीतिर त शीत लागेको रहेछ। शीतमा अलिकति बटार्ने बित्तिकै टायर त घुमिहाल्छ पछाडिको। त्यही भएर मैले चाहिँ डरै घुम्तीमा चाहिँ अलिक डरै लग्यो। तर जसो तसो माथि चाहिँ पुग्यो है हामी गाइस। खाना नहीं जी मेरी क्या गोल घुम्दैछ जी। ल अयो लास्टै काम गऱ्यौँ। सो एभ्रिवान, हामी चाहिँ यहाँ नगरकोट भ्यू टावरमा आइपुगिसक्यो। पहिला जाँदा त यो भ्यू टावर त राम्रै थियो त, अहिले त ल खुट्टाहरू नि सबै बाँचेर छुट्टै रहेछ भने भर्याङ नै। पहिला जाँदा त राम्रै थियो, पालो चढ्दै राम्रै थियो भर्याङ त। तर पनि हामी फेरि झुन्डेर भए पनि माथि गएर भिडियोहरू पनि खिच्न थाल्यो। माथि त गयो तर मान्छेहरू अर्को पनि चढ्न थालिहाल्यो। अर्को चढ्न थालेपछि हल्लिँदो रहेछ। धेरै टाइम नि माथि बसेन, एकछिन बसेर भिडियो खिच्न थाल्यो। हामीले रेलमा चाहिँ वरिपरिको भ्यूहरू राम्रै देखिरहेको थियो, तर भिडियोमा त्यति राम्रो देखिएन छ भने। हिमालहरू कस्तो राम्रो देखिरहेको थियो, मौसम चाहिँ अलिक फोहोरै थियो, तर रेलमा चाहिँ देखिरहेको थियो। तर भने अनि त्यही भएर एकछिन मात्र बसेर हामी भिडियोहरू अलिअलि खिच्यौँ। त्यसपछि हामी निक्लिहाल्यो गाइस। त्यति राम्रो देखेन चाहिँ के खिच्नु भनेर।
सो हामी चाहिँ यो माथि डाँडामा घाम तापौँ भन्ने एकछिन माथि चढेको डाँडामाथि त्यहाँ बिचरा कुकुर आएछ कुकुरको घाँटीमा त बिचरा खोइ काट्यो हो कि कसले के गर्यो यत्रो ठुलो घाउ रहेछ भने कस्तो माया लाग्दो गरी बसिरहेको रहेछ त्यतातिर अनि नजिकतिर हस्पिटल भयो भने त नजिकतिर हस्पिटलमा लगेर नि देखाउन मिल्थ्यो त्यहाँ हस्पिटलहरू पनि छैन अब मैले बाइकमा ल्याउन मिल्ने कुरा होइन बाइकमा ल्याउन नमिल्ने माया लागि पनि छोडेर आउनु पर्यो यार ल गाइस हामी चाहिँ अहिले चाहिँ रुममा नि आइपुग्यो अनि रुममा आइपुगेर मैले चाहिँ बाइकलाई पार्किङमा यता पार्किङमा राख्दैछु पार्किङ पनि राखेँ अनि यो गेटलाई पनि थुन्नु पऱ्यो भनेर मैले थुन्न लाग्यो अनि गेट थुन्दै हाम्रो म्याडमको त फेरि तुना फुस्क्यो भनेर मलाई चिचाउन थाल्यो तुना लगाइदिनु पऱ्यो मेरो तुना लगाइदिनु पऱ्यो भन्नु थाल्यो त्यही भएर मैले चाहिँ तुना पनि लगाइदिएँ सो एभ्रिवान अहिले चाहिँ हामी चाहिँ रुममा नि आइपुगिसक्यो अनि मेरो चाहिँ त्यो हेलमेटभित्रको त्यो मङ्की मास्क लागेको भएर कपाल चाहिँ पुरै घङरङ भइरहेको रहेछ भने अनि तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्छ सबैजनाले हेरेर माया गरिदिनु होला त्यही भन्न चाहन्छु अनि आजको भ्लग चाहिँ यही इन लान्छु सबैजनालाई अर्को भ्लगमा भेटौँला है त गाइज यो भ्लग चाहिँ यही इन हुन्छ है त गाइज